ठिक छ अहिले नेपालको यो चाहिँ म हेर्नु म झुट बोलेको यहाँ केटी हालेको प्रुफ छ विद्युत गाडी केटी हालेको हामी यो 40 घण्टाको लोड सेडिङ पछि हामी चाहिँ लोड सेडिङ के कारणले भन्ने चाहिँ जवाफ खोज्ने क्रममा जुन हाम्रो पोखरा महानगरपालिका भित्र रहेको लेखनाथ साबिक लेखनाथको चाहिँ यो कार्यालय विद्युत प्राधिकरणको कार्यालयमा अहिले चाहिँ करिब यो रातिको 9:52 भनेको 10 बजेको छ 10 बजे हामी यहाँ उपस्थित भएका छौँ है। अब हामी यहाँ उपस्थित हुनुपर्ने कारण चाहिँ के हो भने हामीले धेरै ठाउँमा धेरै पटक चाहिँ कल गऱ्यौँ। मैले आफै सो म एकजनाले मात्रै लगभग 15-20 पटक चाहिँ मैले फोन गरेँ होला 15बाट 20 पटक त्योभन्दा कम चाहिँ मैले फोन गरेको छैन र मैले चाहिँ जानकारी माग्ने क्रममा हैन मैले चाहिँ यो जुन चाहिँ अन्तिम समयमा मैले यो नो लाइटको चाहिँ विद्युत प्राधिकरणको 061-563-501 मा चाहिँ मैले फोन गर्दाखेरि उहाँको जवाफदेही चाहिँ बत्ती नदिएर पनि तपाईँले गर्न सक्ने के भन्ने खालको चाहिँ भएपछि हामी यहाँ चाहिँ जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ पत्रकार हुनुहुन्छ हामीले पुलिस प्रशासनलाई पनि हामीले जवाफदेही त भएन र हामीलाई चाहिँ उहाँले मापसी उहाँले गर्नुभएको छैन होला ठिक छ उहाँको ठाउँमा चाहिँ ठिक हुनुहुन्छ होला उहाँले मापसी गर्नुभएको छ कि भन्ने चाहिँ शङ्काले मापसी पनि चेक गर्छौँ र ठिकै छ नो लाइटमा चाहिँ 100 पटक चाहिँ डायल गरेर वान टाइम कल लाग्नुभन्दा त्यो 100 पटक डायल गर्ने टाइममा चाहिँ हामी यो विद्युत प्राधिकरणभित्र नै गएर हामी चाहिँ जानकारी पनि लिउँ भन्ने हिसाबले चाहिँ यहाँ चाहिँ सम्बन्धित निकायसहित हाम्रो सुरक्षाकर्मीहरू सहितको चाहिँ सहयोगमा चाहिँ यहाँ छौँ। हाम्रो यहाँ पत्रकार मित्र पनि यही हुनुहुन्छ होइन। अब यो 40 घण्टासम्म चाहिँ लोड सेडिङ हुँदाखेरि हामी व्यवसायी म चाहिँ होटल व्यवसायी हो र म कहाँ चाहिँ मैले चाहिँ लगभग 200 प्लेट जति मोमो चाहिँ मैले फ्रोजन त्यहाँ राखेको छु। त्यो मोमो चाहिँ टोटल्ली ड्यामेज भएको अवस्था छ र यहाँ चाहिँ उहाँ चाहिँ लिटल पोखरा मोमो चाहिँ उत्पादन गर्ने कम्पनीको चाहिँ हुनुहुन्छ के अरे अङ्कल तपाईँको चाहिँ कति प्लेट मोमो चाहिँ मेरो दिनमा 1500 देखि 2000 प्लेट उत्पादन गर्छ 70-65 हिसाबले पनि अब आफै हिसाब गर्नु कति पर्छ भने कमसेकम 2,40,000। अब यो चाहिँ क्षतिपूर्ति चाहिँ कसले बेहोर्ने हो किनभने उहाँहरूको कारणले हामीले यति धेरै क्षति चाहिँ बेहोर्नु परेको छ होइन। हिजो बिहान 6 बजेबाट बत्ती छैन बेलुका 6 बजे 12 घण्टा भयो बिहान 6 बजे 24 घण्टा भयो र अहिले फेरि बेलुकाको 6 बजेबाट आज 10 बजेसम्म चाहिँ